है अर्को ब्लग सुत्ने साइकल ल साथीभाइहरू है अर्को ब्लगमा हामी चाहिँ उपस्थित भइसकेका छौँ। आज चाहिँ हामी गाई पूजा गर्दै होइन, अनि त्यसपछिबाट हिजोका छुटेका कुराहरू फेरि जोड्दै आज हामी फेरि नयाँमा छौँ। आज गाई पूजा गोवर्धन पूजा म चट्टा होइन भाइ हुनुहुन्छ मसित, हामीले गाई पूजा गर्नेछौँ है। आउनु मेरो भाइ गाई पूजामा अब हामी अग्रसर हुन पर्यो होइन। त्यहाँ हाम्रो रेडी भइसकेको छ, रेडी हुँदैछ सबै कुरा चाहिँ। हामीले अब चट्ट लाएर गाई पूजा गर्नुपर्ने हुन्छ। यहाँ हाम्रो सरजामहरू सबै रेडी भइसकेको छ। गाई पनि एकदम रेडी गौमाता यहाँ चाहिँ बाछी हुनुहुन्छ है, चिटिक्क परेर बस्नुभएको छ। अब हामीले चट्ट लाएर पूजा गर्नुपर्ने हुन्छ। ल आज गाई पूजामा है हामीहरू चट्ट गाई पूजा गर्न आइसकेका छौँ। सुत्ने साइकल बोल्न पाएन काठमाडौँ, या बोल्न पाएछ मसित, त्यही भएर चट्ट तल छक्क भयो। यो चाहिँ सम्पूर्ण दर्शक मानवहरूलाई यो अवगत गराउन चाहन्छौँ कि गाई भनेको हिन्दू धर्मावलम्बीहरूको चाहिँ माताको रूपमा हामीले पुज्दै आइन्छ र आज चाहिँ त्यसैको स्वरूपको रूपमा चाहिँ हामीले यहाँ गाईलाई चाहिँ पूजा गरेका छौँ। र यहाँ बादशाह छन्, बादशाहलाई पनि हामी पूजा गरेका छौँ। र हिन्दू धर्मअनुसार चाहिँ गाईलाई माता मानिएको कारणले चाहिँ माला पनि ल्याएर माला पनि लगाइएको छ। पूजाको पनि यहाँ चाहिँ एउटा विधि हुन्छ, विधिपूर्वक चाहिँ यहाँ पूजा भइसकेको छ। मन्त्र जपहरू सबै कुरा पनि भइसकेको छ। एउटा मन्त्र हुन्छ, मन्त्रको खासमा हामीले चाहिँ चट्ट रोटी पनि खुवाइदिनु पर्यो है। ल ल ल ल ल्याउनु ल रोटा रोटा यो खुवाउने बिचरा खुवाउनु आएको जति यसलाई पनि खुवाइदिएँ क्या मैले। ल ल ल जय होस्। ल माला लगाइदिनु भयो ल। राम्रो भाइ पनि आइसक्नु भएको छ है। ल ल आज ल जय होस् जय होस्। बेला पानी त यहाँ खुट्टाहरूको जल लिन पर्यो, जल खानु पर्यो। हो त अब रीति अनुसार चाहिँ अब गाई र बाख्राको चाहिँ जल खाने चलन छ है। अब चट्टा जल खाँदै हुनुहुन्छ है बुवाले चाहिँ। कसले ल जल खान्छ नमस्कार ल ढोक खुट्टालाई चिलाइदे यसरी मसार्दै होइन माया गर। आज यसको दिन हो क्या, आज भगवान हुनुहुन्छ बा। ल ल भयो जल खायो। हामी चाहिँ साथीभाइहरू अब यतै छौँ होइन, गाउँतिर घुम्दैछौँ। अब धानहरू काटिसकेको छ, अघि नै भन्दै थियौँ होइन। घाम लागेको छ, बुटलतिरको गर्मी र पहाडतिरको गर्मी उस्तै छ। दिउँसोमा बिहान साँझमा त अलिकति फरक छ, तर बुटलमा त अहिले अब चिसो हुन लागिसकेको छ। भाइ गोटा आइरहेका छन् है। किन नि रिसाएको त अब के भन्ने हो र भन्ने कुरा भए पो त्यस्तो बिठाइ गरेपछि अनि नरिसाएर के भन्छ। भन के छ र रमाइलो भन। अब रमाइलो 2 दिनको जिन्दगीमा हाँसी खेली बिताउनु पर्यो भन्ने कुरो हो। यो भिडियो चाहिँ पोस्ट भएको मैले होइन, युवराज दाइले हो। अब बुझ्नेले बुझ्नु होला। ल है त अब के कुरा गर्दैछन् बुझ्नेले बुझ्नु होला। अरे बाँकी कुरा यस्तै छ, चलिरहेको छ है त होइन। सुगम ठिक छ नि होइन? ठिक छ, केही छ भन्न, के छ? ठिक छ है।
चाडबाड हाम्रो देउसुरे ए रीति र तिथि देउसुरे ए आफ्नो बाकुम देउसुरे ए सेलरोटी चाकुम देउसुरे ए छाना छिरोला देउसुरे ए कति रुपियाँ मिलौला खेल्दै नलायो देउसुरे ए रेलीमा दैलो देउसुरे